हेलो, स्वागत छ यहाँलाई चाहिँ हाम्रो भिडियोमा। आज हामी चाहिँ काग तिहार भव्य तालले चाहिँ मनाइरहेका छौँ, भव्य र सभ्य रूपले मनाइरहेका छौँ। हामी चाहिँ अहिले मालदाको इन्डस्ट्रियल एरिया सञ्जीवन भन्ने ठाउँमा चाहिँ बसिरहेका छौँ। मेरो साथीहरूले चाहिँ दीप प्रज्वलन गरिराख्नु भएको छ। एकदम रमाइलो तरिकाले चाहिँ आज हामीले चाहिँ भव्य अनि सभ्य तरिकाले चाहिँ मनाइरहेका छौँ। साथीहरूले चाहिँ बस्ती बालिराख्नु भएको छ। रमाइलो तरिकाले चाहिँ हामीले मनाइरहेका छौँ होइन। विदेशमा छौँ तैपनि हामीले चाहिँ एकदम रमाइलो तरिकाबाट चाहिँ मनाउने जमर्को गरिरहेका छौँ। सबै साथीभाइ मिलेर रमाइलो तरिकाले चाहिँ हामीले मनाइरहेका छौँ तिहार। छन त हामी चाहिँ विदेशमा छौँ तर पनि हामी साथीभाइ सबैजना मिलेर चाहिँ एकदम राम्रो तरिकाले चाहिँ तिहार मनाउने कोसिस गरिरहेका छौँ। सुरज भाइले चाहिँ बत्ती बालिराख्नु भएको छ, हाम्रो रूपक भाइले बत्ती बालिराख्नु भएको छ। राम्रो तरिकाबाट हामीले चाहिँ मनाइरहेका छौँ खुसी मनले एकदम। हामी सबैलाई चाहिँ लक्ष्मीले चाहिँ बास गरौँ र सबैलाई चाहिँ भगवान्ले रक्षा गरौँ भन्ने उद्देश्यले चाहिँ हामीले रमाइलो गरिरहेको छौँ। विदेशमा भएर पनि हामी चाहिँ एउटा सबै चाहिँ मिलेर रमाइलो गर्ने र लक्ष्मी पूजा गर्ने कार्यक्रमहरू गरिरहेछौँ। खुसीको माहौल छ, आज रमाइलो भइरहेछ। कसैकोले चाहिँ एउटा खानपिन पनि बनाउने कार्यहरू चाहिँ भइरहेछ। बत्तीहरू सबै चलाएर यता चाहिँ म हाम्रो किचनतिर जाँदैछु। यता किचनतिर पनि हाम्रो बहिनी भाइहरूले चाहिँ खानेकुराहरू चाहिँ बनाइराख्नु भएको छ। बहिनी भाइले चाहिँ के कुरा पाक्दैछ? रोटी यहाँबाट चाहिँ फिने रोटी होइन, राम्रो तरिकाले चाहिँ बनाइराख्नु भएको छ भाइ बहिनीले। भव्य र सभ्य तरिकाले चाहिँ मनाउने कोसिस गरिरहेका छौँ हामी। एकदम रमाइलो तरिकाले चाहिँ सबै कुरोहरू चाहिँ खानपिनहरू चाहिँ अरेन्ज गरेर सब कुरोलाई चाहिँ बन्दोबस्त मिलाएर रमाइलो गर्ने कोसिस गरिरहेछौँ। आज अलिकति छुट्टीको पनि माहौल थियो, त्यसले गर्दा भोलि पनि हामीले चाहिँ राम्रो तरिकाले चाहिँ मनाउने कोसिस गरिरहेका छौँ। यसरी नै देश विदेशमा हुने साथीभाइहरूलाई पनि रमाइलो गर्नु होला। जहाँ घरदेखि टाढा भए पनि सबै सरसल्लाह गरेर रमाइलोसँग चाहिँ तिहार मनाउनु होला भन्न चाहिँ सल्लाह दिन्छु मैले। पुरै सिँढीमा चाहिँ लाइट जलाएर चाहिँ माथिसम्मै हामीले जलाइरहेको छौँ। यो घरलाई चाहिँ झिलिमिली बनाइरहेको छौँ, राम्रो तरिकाले चाहिँ सजाएर। हामी आफ्नो देशदेखि टाढा त छौँ तर पनि हामी चाहिँ एकदम मिलमिलाप साथीभाइ सबैको चाहिँ सरसल्लाह अनुसार चाहिँ हामीले चाहिँ रमाइलो गरिरहेछौँ। एकदम भव्य तरिकाले चाहिँ तिहार मनाउने 2080-82 सालको तिहारलाई चाहिँ एकदम स्मरणीय क्षण बनाउनको निम्ति हामीले चाहिँ कोसिस गरिरहेका छौँ। हाम्रो बिल्डिङ 3 तलको छ। तल हामी ग्राउन्डदेखि नै चाहिँ बत्ती बालेर चाहिँ घरलाई चाहिँ झिलिमिली बनाइरहेका छौँ। राम्रो तरिकाले चाहिँ हाम्रो रूपक भाइ सुरज भाइले सब कुराको बन्दोबस्त गर्दैछन्। जहाँ भए पनि जस्तो ठाउँमा रहे पनि एकदम हाम्रो चाहिँ चाडबाड हामीले चाहिँ मनाउँदै आएको कारणले गर्दाखेरि एकदम खुसीका साथ खुसी उल्लासमा चाहिँ हामीले चाहिँ मनाइरहेछौँ। सबै मिलनसार साथीभाइ भयो भने चाहिँ जहाँ भए पनि जस्तो ठाउँमा भयो भने हामीले चाहिँ रमाइलो चाहिँ गरिन्छ, रमाइलो हुन्छ। सबै साथीभाइ चाहिँ राम्रो मिलमिलाप साथीभाइ भएपछि विदेशमा पनि हामी चाहिँ एकदम रमाइलो तरिकाले आफ्नै घर परिवार फ्यामिलीसँग बसेको जस्तो गरेर चाहिँ रमाइलो गर्दछौँ। हामीले चाहिँ ग्राउन्ड फ्लोरदेखि चाहिँ बत्ती जलाउँदै माथि 3rd फ्लोरसम्म आएका छौँ। सबै एकदम सजावट राम्रो तरिकाले चाहिँ गरिएको छ। साथीभाइ सङ्गत सबैको चाहिँ सरसल्लाह मिलेपछि साथीभाइ राम्रो मिलनसार साथीभाइहरू पाइयो भने चाहिँ हामी विदेशमा पनि आफ्नै घरमा बसेको जस्तो महसुस हुने, रमाइलो हुने, राम्रो तरिकाले चाहिँ चाडबाडहरू मनाउने
हुँदो रहेछ। आज काग तिहार एकदम डेकोरेसन चाहिँ राम्रो तरिकाले गरिराख्नु भएको छ हाम्रो भाइहरूले चाहिँ। रूपक केही भन्नु छ? तिहार चाहिँ भव्य तरिका चाहिँ तिहार त छठ पर्वको शुभकामना होइन। हजुर हजुर सबै लक्ष्मी माताले सबैलाई रक्षा गरून्, राम्रो होस्, फलोस् फुलोस्। देश विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई, आमा बुवाहरू सबैलाई ल तिहार तथा छठ पर्वको मङ्गलमय शुभकामना भन्न चाहन्छु होइन। थ्याङ्क यू भाइ। यसै गरी हाम्रो यो तिलक दाईको चाहिँ नेचुरल तिलक भन्ने युट्युब च्यानललाई पनि सबैले लाइक सब्सक्राइब गरिदिनु होला। त्यसको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हामी विदेशमा भएर पनि यति धेरै काम गरेर पनि कामको बावजुद पनि यत्रो डेकोरेसन गर्न टाइम मिलाएको छौँ एकदम त्यही डेकोरेसनलाई पनि राम्रो मानेर दाइले भ्लग बनाइदिनु भएको छ। यसको लागि पनि भए पनि थ्याङ्क यू धन्यवाद। हो म चाहिँ अहिले माथि सेकेन्ड फ्लोरदेखि चाहिँ तल झर्दैछु। यो चाहिँ झिलिमिली बत्तीहरू चाहिँ यहाँलाई देखाउँदै रमाइलोको छेन रमाइलोको महस समयमा एकदम रमाइलो छ, खुसी लाग्छ। भाइहरू सब कुरा चाहिँ व्यवस्था गरेर चाहिँ आज तिहारलाई चाहिँ हामीले भव्य तरिकाले मनाउने कोसिस गरिराखेका छौँ। म चाहिँ अहिले ग्राउन्ड फ्लोरतिर आइराखेको छु। आउँदैछु।